एकछिन मजाले एकछिन चलाउनु पर्ने हुन्छ। यार देखियो यार। नमस्ते सबैजनालाई, सबैजना सन्चै हुन्छ होला र म पनि सन्चै हुने छु। आज चाहिँ आफ्टर लङ टाइम पछि क्यामेराको अगाडि बोल्न पाउँदैछु। सायद नै जिन्जी युवा नभइदिएको भए बोल्न पाउँथिनँ होला। हामी पनि त्यस्तो हालतमा थियौँ हैन। हामी त एकदमै पहाडी क्षेत्रबाट हो नि त, त्यति यहाँ लडाइँ झगडा भएन। तर तलतिर देख्न सक्नुहुन्छ कस्तो भयो भनेर। देशको लागि जिन्जी युवाले ज्यान पनि गुमाउनु भयो। उहाँहरूको लागि सल्युट छ हैन। देशको लागि एकदमै गर्नुभयो। फेरि अब सुखीको दिन आउँदैछ नि त, किनकि पहिला बा हुनुहुन्थ्यो, अब चाहिँ आमा आउँदै हुनुहुन्छ। छोरालाई जसरी माया गर्नुहुन्थ्यो त्यसरी नै माया गरिदिनु होला। त्यति बोल्न आउँदैन, मैले छोटो बोलेँ है। अनि त्यही नै हो। अनि आज चाहिँ आफ्टर लङ टाइम पछि धेरै नै भयो। म त के भयो के अलिक भन्न मिल्दैन होइन। एकदमै अहिले चाहिँ घरमै छौँ, कपाल सपाल पालेर होइन। केही पनि छैन, काम छौँ, न भिडियो बनाउनु पाइरहेको छौँ, न केही गर्न पाइरहेको छौँ होइन। जस घरतिरै छौँ अहिले। त्यही नै हो। अनि आज चाहिँ धेरै नै भयो, दुई तिन हप्ता भयो केही नि गर्नु पाएन। जस अब चाहिँ कन्टिन्यू गर्नेछौँ। अनि त्यही नै हो। अब चाहिँ जस खुसीको दिनहरू पनि आउँदैछ। अनि उहाँहरूलाई चाहिँ टाढै नै भगाइसक्यौँ होइन। टाढै नै जानुभयो, ल ठिक छ। अनि त्यही नै अब देशमा केही नयाँ गर्नुपर्ने हुन्छ, अब अगाडि बढ्नुपर्ने हुन्छ। त्यही नै हो। अब चाहिँ आज 1 गते है, असोजको 1 गते जस ठ्याक्कै आजको दिनबाट सुरु गर्छौँ, बल्ल कन्टिन्यू हान्नेछौँ। त्यही नै हो फ्याम। अब चाहिँ जस फ्रेस भइसक्यो होइन। जस बिहान बिहान उठेर टक्क लाएर अब चाहिँ के हुन्छ हेर्दै गरौँला। ल ओ मेरो भाइ के छ? ल ओके मेरो भाइ के छ, सन्चै छौ? अनि यसो नाम भनिदेऊ त। ल ओके मेरो भाइ है, थ्याङ्क यू है। अनि हामी चाहिँ यसो टिकटक बनाइरहेको थियौँ होइन। अनि भाइहरू चाहिँ उता देखेर टक्क लाएर, अनि हामी गाउँको भाइ होइन, धेरै टाढाको नि होइन होइन त। ल अनि टिकटक हान्नौँ। वेदर चाहिँ लास्टै चिसो छ होइन। आजभोलिको वेदर चाहिँ लास्टै पानी परिरहेको छ। त्यही हो। जस हामी चाहिँ टिकटक सुट गरिसक्यौँ। जस टिकटकको लिङ्क म डिस्क्रिप्सनमा राखिदिन्छु, टिकटक हेर्न सक्नुहुन्छ हाम्रो कस्तो कस्तो बनाएको छ भनेर। त्यही नै हो। अनि वेदर चाहिँ चिसो छ होइन। त्यसमा झन् कट्टुमा बसिदिरहेको छु। यार लास्टै चिसो छ भनेको आजभोलिको मौसम होइन, लास्ट चिज छ। बस्नै सकिनु हुने। ल टक्क लाएर दाइ 1 केजी मासु हानिदिनु। भिडियोमा 1 केजी हान्ने चाहिँ है, र मिलाएर आधा केजी मासु हानिदिनु। भलक गयो दाइ, भलक गएको, भलक लेग पिस। अहिले चाहिँ मौसम पानी परिरहेको छैन। के गरौँ भयो, हानिदिनु लाग्यो। च्यालेन्ज गरेँ त मौसमले। टक्क लाएर नि आज मासु खाइदिउँ न त भने यसो तातो झोल बनाएर हुन्छ आकाश। टक्क लाएर 1 केजी मासु औ आऊ। अनि टक्क लाएर अनि च्यालेन्ज गऱ्यो नि त मौसमले। त्यही भएर यसो मासु पार्टी गरिदिनु लाग्यो, देख्न सक्नुहुन्छ। ल यहाँ चाहिँ भात चढाएको छु। अनि यहाँ अब चाहिँ हाम्रो तयारी भइसक्यो, देख्न सक्नुहुन्छ। यो चाहिँ टमेटो, अनियन्स, चिल्ली, अनि टक्क लाएर मिट है। टक्क लाएर कराईमा तेल ताप्दैछ। आज चाहिँ तातो झोल बनाएर खानुपर्छ। अनि आफ्टर धेरै दिन पछि हामी चाहिँ यसरी भिडियो बनाएर खाँदैछौँ होइन। अनि आकाश के छ त नि, ठिक छ? कस्तो भइरहेछ? जस मौसमले आज हामीलाई च्यालेन्ज गर्यो नि त। अनि त्यही भएर अनि आज चाहिँ हामीले यसो गरौँ न भनेर लगभग भात सिटी लाग्नु थाल्छ। यस्तो बबल बनाउँछु कस्तो म कि हेर्नु न। ग्रेभीको लागि के बबल टमाटर अनि खुर्सानी काटेर टक्क मासु पनि अनि 1 केजी होइन। ल ताप्दै गर्छ है। पहिला ल सुरुमा चाहिँ हामी अब चाहिँ हाल्न थाल्छौँ होइन। सुरुमा मासु हाल्नुपर्ने हुन्छ। टक्क लाएर लोकल पारामा सिधै ल अब चाहिँ सुरुमा यसलाई चाहिँ मासु हालेर अनि यसलाई 2 मिनटसम्म ढाक्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ हाम्रो कटिङ। ल यसले चाहिँ एकछिन ढाक्नुपर्ने हुन्छ। त्यसपछि बेसर हाल्ने एकछिन के नहाले हालियो हाल्यो भने ल अब चाहिँ बेसर हालिहालौँ।
यति छ बस बस अब एकछिन राम्रोसँग राख खुसबु है रब्बा मार्दा होला रे ल एकछिन यसलाई चाहिँ यस्तो ढाकौँ त्यसपछि नुन गरम हालिहालौँ के यो पिरे अँ, नुन नहालौँ पिरे मात्र भयो अलिकति है बस भइहाल्छ ल अलिकति हाल्नुपर्ने हुन्छ बस एकछिन मजाले पिरो हुनु भएन मजाले एकछिन चलाउनु पर्ने हुन्छ क्या देखियो प्यार ल एकछिन यसले चाहिँ यस्तो ढाक्नुपर्ने हुन्छ ल अहिले चाहिँ लास्टै गर्मी भएन अनि एकछिन बाहिर आएर बसेको आमा कस्तो दामी मौसम भएको यार हेर्नु न क्लिन भएको छ अहिले बादल छ त पनि घाम लागिरहेछ यहाँ माथि हेर्नु न त्यही नि अनि एकछिन पानी आउँछ अनि एकछिन घाम लाग्छ अरे यो कस्तो यार वातावरण पनि मिल्दा छैन त्यही नि जस्तो भयो भने हामी चाहिँ पार्टी गर्ने आउँछौँ अनि देखिन सम्झ मैले चाहिँ हिजो आज खुर्सानी काटेर टक्क लगाएर अचार बनाउनु लाग्यो अनि यो चाहिँ फुलकोपी भन्छ होइन देखिन सम्झ यस्तो सानो पिस गरेर अनि यसको पनि सानो पिस गरेर दुईवटा गरेर कट्यौँ अनि अहिले सुकिरहेको छौँ किनभने भोलि अचार खानुपर्ने हुन्छ हामीले त्यही नि लोकल पारामा अचार खानुपर्ने हुन्छ त्यही नि अनि एकछिन पाक्दै गर्छ यहाँ चाहिँ मौसम हेर्नु सक्नु जस्तो छ है मौसम यस्तो छ आफू धेरै दिनपछि है कहीँ जानु पनि पाएन केही पनि भएन कामसम्म अनि यस्तै छ जस बेल्लै बस्ने काम भइरहेछ अनि केही छैन अनि अब चाहिँ कन्टिन्यू एभ्रिडे भिडियो कन्टिन्यू हुनेछ है ल हेर्नु सक्नुहुन्छ अहिले चाहिँ हामीले हालिसक्यौँ टक्क लगाएर यस्तो बल भएको भाइ बाबा छ बाबा है ल खान्छौँ भर्खरै बनायो भएर अलिक हल्का गरम छ तातो छ पोलिरहेको छ ल ओम दामी भएर ल खान्छौँ बिस्तारै अहिले चाहिँ राति नै भइसक्यो अनि आज चाहिँ कपाल सपाल काटिदिएको देख्न सक्नुहुन्छ अनि उसले नि काट्यो देख्न सक्नुहुन्छ उसको कपाल यस्तो छ है अनि यता देखाइदियो त कपाल ल देख्न सक्नुहुन्छ हामीले चाहिँ आज आफै यसले मेरो फालिदियो मैले उसको फालिदिएँ टाउको ल्याएर अनि कपाल सपाल फाल्यौँ अनि आजको दिन चाहिँ यस्तै भयो जो रमाइलो गर्दा गर्दै बित्यो भनौँ अनि खासै कहीँ गएन अनि मासाज खाएर रेस्ट गऱ्यौँ मजाले बस्यौँ अनि त्यही नै हो अनि अब चाहिँ भ्लग नि यति नै हुन्छ कोही बेला सम्म म थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक सब्सक्राइब यति भन्दा म बिग्रिन चाहन्छु हस् त जेनी